हेलो गाइस, हामी चाहिँ चिया खाँदैछौँ बिहानै। बिहानै आज हामी बुढाबुढीको चियाबाट सुरु भयो दिन। कस्तो लाग्यो पूजा अब चिया? मिठो? मैले बनाएपछि चिया पनि मिठो भइहाल्छ साथीहरू। अब चाहिँ मेरो फुचेको बाबा हिजो आउनुभएको थियो, आज जाँदै हुनुहुन्छ काम गर्नुको लागि। के गर्नु साथीहरू, काम नगरी खानु पाइँदैन, त्यही भएर काम पनि गर्नै पर्यो। साथीहरू, मेरो फुचेको बाबालाई चाहिँ भ्लग बनाउनु लाज लाग्छ अरे, टिकटक बनाउनु लाज लाग्दैन अरे, भ्लग बनाउनु चाहिँ लाज लाग्छ अरे। त्यही भएर उठेर हिँड्नु। चार्ज गर्न लिएर जानु, फेरि चार्ज गर्दा फेरि बिर्स्यो भने त फेरि खत्तम हुन्छ। पैसा छैन मसँग। टिकटक डिलिट गरिस्? गरिदियो। जहिले टिकटक डिलिट गर्यो। किन टिकटक डिलिट गरिदिने हो? यसको बिहान बिहान यस्तो मुख। अब म चाहिँ मेरो खुसीको बाबालाई सफारीसम्म छोडिदिनु चाहदैछु। पूजा भन न। हेलो 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 गाइज, सो के छ अनि गुड मर्निङ। यहाँ चाहिँ हाम्रो कागतीको रुख छ। कागती चाहिँ फल्न त फलेछ, तर कस्तो खालको फलेछ यसपालि। साथीहरूलाई चाहिन्छ भने सम्पर्क गर्नु होला। मेरो छोरा एकदम रिसाउँदैछ, फिरबा खेल्न नपाएर बिहान रिस। वाउ कस्तो राम्रो। रिसाउँदा त खतरा देख्दैछ निमन। यहाँ चाहिँ हामी चाहिँ सफारी पर्खिरहेको छौँ, काकाको सफारी। सफारी आएकै छैन। अब सफारी आएपछि सफारीमा चढेर जानुहुन्छ मेरो फुच्चेको बाबा। फेरि कहिले आउनुहुन्छ फुच्चे बाबा? फेरि शनिबार होइन होला। तिमी शनिबार त आउँदैनौ। लास्टमा अब बाई बाई भनिदिउँ न त। आज चाहिँ मेरो मिनी भ्लग यति नै हो साथीहरू। सबैजनालाई बाई बाई।